सो गुड मर्निङ गाइज। अहिले चाहिँ बिहानको 7 बजेको छ। अब म चाहिँ उठ्न लाग्यो। आज चाहिँ मेरो डे अफ हो। अनि अब हेरौँ कस्तो हुन्छ आजको दिन। बाहिर चाहिँ यस्तो छ अहिलेको वेदर। घाम लाग्न चाहिँ लागेको छैन, लाग्न लागेको छ। सो आज चाहिँ दिउँसभरिमा रुम सफा गर्नु छ। अनि त्यस पछाडि के गर्छु हेर्दै जानु होला। पहिला ब्रेकफास्ट लियौँ। ल मेरो कफी चाहिँ रेडी भयो। कफीसँग चाहिँ म पराठा खाँदैछु। सो दिस इज माई ब्रेकफास्ट। अब ब्रेकफास्ट खान्छु पहिला। ब्रेकफास्ट खाएर बाहिर घाम पनि लागिसकेछ। अब म रुम सफा गर्ने काम गर्नु पर्यो। त्यस पछाडि मेरो हस्बेन्ड आइसक्नु भयो, त्यही भएर भिडियो बनाउन पाइनँ। अनि हस्बेन्डसँग बाहिर बिसिआरको लागि जाँदैछु। हस्बेन्डले चाहिँ बोतल देखाउँदै हुनुहुन्छ। अब बिसिआर लाग्यो। बिसिआरको एउटा बोतलको चाहिँ 10 सेन्ट आउँछ। हस्बेन्डले गर्दै हुनुहुन्थ्यो अनि म पनि गरी ट्राई गर्छु नि भनेर अनि मैले ट्राई गर्न थालेँ। मैले पहिला नि गर्न त गरेको छु। अब कति रुपियाँ हुन्छ भनेर चाहिँ त्यस पछाडि चाहिँ हामी घर फर्क्यौँ। लास्टै जाडो थियो अनि जाने बित्तिकै लन्च स्टार्ट गऱ्यौँ। द्याट्स अल फर टुडे। बाइ बाइ।